तर भित्तामा माछा रोप्ने अभियान सुरु भइरहेको छ। हो त्यहाँदेखि उता छोड्दैन बिस्तारो, होदैदेखि छोड्दैन। चिचला खर्सु 3 कापासे भन्ने ठाउँमा यो भनेको नागदह हो। अब नागदहमा हामीले माछाको बिउ छोडिँदैछ। यहाँ हेर्नुहोस् गाइजो, माछा अब मार्नु प्रतिबन्ध गरेको साथसाथै चिचिला गाउँपालिका 3 मा रहेका हरेक बासिन्दाहरूले माछा नमारिदिनु होला। माछा भनेको हाम्रो खोलाको गहना हो, खोलाको गहना हो। माछा भएन भने खोलाको अस्तित्व नै रहेन। हाम्रो भाइले माछा अब सबै लगाइसकेको छ। माछा सबै गयो, जागिरहेको छ नि भाइ? ए ल ल ल हो र। कहाँ होइन, हातले निकाल न, बुझ्नु न, हात लगाएर निकाल न। यो नागदह भन्ने ठाउँ हो गाइस। यस्तो ठुलो झरना दह हरियो जिलजिल बलेको देख्नु भएकै छ भिडियोमा। तपाईको हाम्रो माछा रोप्ने अभियान चाहिँ यो तल गाई तर्ने बाटो दहसम्म हो। सबैले सुनेर बुझेर करेन्ट, बल्छी, फाँसी जाल जस्ता यता साइडमा बिस्तारो गर्नु, बिस्तारो। फाँसी जाल जस्ता, निलो तुथो जस्ता विषादी चिजहरू लाएमा उहाँहरूलाई कारबाही गरिनेछ। र जसुकैले देखे तापनि, माछा मारिरहेको देखे तापनि, द्वाली सबै कुरो पाइएन छेके तापनि तपाईहरुले देख्नुभएका महानुभावहरूले सूचना अथवा सुनाइ गरिदिनु होला। हस्त धन्यवाद।